Hello guys, today we are going to do Momo challenge with Devin Karki versus Elish Gimire. ल ढिलो नगरिकन भिडियो स्टार्ट गरौँ है अब। छिटो नखा न। 1 2 3 ए टिप्न पाइँदैन भाइ। यस्तो गरेर यता 1 2 3 गो सुरु। ये खाइसक्नु आँट्यो। हुन चाहिँ नौवटा मोमोको च्यालेन्ज एक प्लेटको हुन्छ नि। अड्केला ये गाइस मैले खाइसकेँ हैन। अनि एलिसको चाहिँ आज यति छ। म चाहिँ आजको विनर, एलिस भोलिको विनर। भोलि च्यालेन्जै हुन्छ जस्तो लाग्छ। न भोलि चाहिँ हामी करेन्ट चाउचाउ लिएर आउँछौँ। अब हारे पनि खानु त पर्यो नि त। पर्यो। अब हार्नेलाई चाहिँ भाँडामा चाहिँ सजाया छ गाइस। तर त्यो रुल म उयो गर्दिनँ, त्यसैले भाँडा जसले खायो त्यसले मात्र। अचार चाहिँ किन नखाएको? तर थोरै अचार हालेर चाहिँ त्यो त्यहाँ चोप्न टाइम लागेन अनि चाहिँ आएको छ। अफ गर अब। चाहिँ म चाहिँ माछा लाउँछु गाइस। म चाहिँ मात्दैछु गाइस। भाँडा सफा गरेको माझेको होइन। म चाहिँ माझेर ल्याइसक्छु। हाम्रो चाहिँ यिनीहरू छ त यस्तो गर्ने बित्तिकै हुन्छ। हाम्रो चाहिँ च्यालेन्ज सकिसकेको छ। अब हामी चाहिँ भाँडा माझ्नतिर लाग्छौँ। यस्तो थियो च्यालेन्ज। यसले जित्यो। अब दुईटै भाँडा ल दुईटा गिलास बोक्न गिलास। हामी चाहिँ यहाँनिर यस्तो गरेर यहाँ छ हाम्रो भाँडा माझ्ने ठाउँ चाहिँ। अब हामी चाहिँ भाँडा माझ्न जाँदैछौँ। भिडियो रेकर्डिङ गर। म सुरुमा माझ्छु भाँडा अनि त्यसपछि क्यामेरा। आफू चाहिँ हारेर भाँडा माझ्नु परिरहेको छ। अब त्यसैले माझ्नु पर्यो। अब पानी पनि सानो आइरहेछ। हामी चाहिँ अब वर्ल्ड फास्टेस्ट म्यान भएर छिटो छिटो भाँडा माझिराख्नुपर्छ। पछि भाँडा माझ्नुपर्ने चलन चाहिँ अब हार्नेलाई सजाय यही हो क्या गाइसहरू? सजाय होइन। अब
यस्तै गर्नुपर्छ जहिले जहिले। आज चाहिँ शनिबार भएर हामीले भिडियो बनाउन सफल भएका छौँ। अब यसलाई अनि आफ्नो गिलास पनि माथि ट्याङ्ग्रेसवाला अब मेरो चाहिँ भाँडा मारिसकेको छु मैले। अब मैले चाहिँ यहाँनिर बेबिन कक्रीको भाँडामा चाहिँ हेर्न सक्नुहुन्छ। अब बेबिनलाई अर्को नाम मोटा सुरदेखि चिनिन्छ। आफ्नो गिलास नै माझ्ने नि फेरि चाहिँ। अनि हामी चाहिँ अब यसले भाँडा माझिसकेपछि चाहिँ हामी अनि कुद्न जान्छौँ। कहाँ भन्दा भन्न बेबिन, कहाँनिर भन्छ? आँगनमा होइन। अब यसपछि चाहिँ हामी कुद्नुभन्दा अगाडि चाहिँ खसी हुल्नेछौँ। अब हामी चाहिँ अनि भाँडा माझ्न सकिसक्यौँ। अब हामी चाहिँ अब यहाँनिर बाख्राहरूलाई जाँदैछौँ। क्यामेरा अठ्या त बेबिन, क्यामेरा अठ्या त यस्तै गरेर हुन्छ। अब त यस्तै अब यो हात चाहिँ अठ्या केही भएको छैन हौ। अब म चाहिँ बाख्राहरूलाई जाँदैछु। जुम गर भने देखिन्छ। यहाँ चाहिँ निलम दिदीको फेरि अर्को च्यालेन्ज हुँदैछ एक्लै। यहाँ एलिसले हुलिसक्यो बाख्रा एउटा छिरो। इलिस बन्द गरौँ। यहाँनिर चाहिँ अर्कोजना मान्छेको खाना खुवाइ चलिरहेछ, त्यो पनि मोबाइल हेर्दै। हामी चाहिँ अब भिडियो बनाउने उता चाहिँ ऊ चाहिँ मजाले खाने ट्याङ्ग्रीसँग थपी। अब हामी चाहिँ लिमिटेड एडिसनको मान्छे पऱ्यौँ, ऊ चाहिँ अनलिमिटेडको। अब चाहिँ लैज त आइज। ओ हाम्रो बिरालो पनि आइपुगिसकेको छ। साडी लाएर कुद्दैछ। अब हामी चाहिँ साइकल कुदाउने छौँ। अब हामी चाहिँ वान ह्यान्ड साइक्लिङ गर्दैछौँ। अनि हेन्सी खिच्दिन। अब वान ह्यान्ड बाइकिङ गर्न सकिँदैन, त्यही भएर वान ह्यान्ड साइक्लिङै गर्नुपर्छ। अब यो साइकल बन्द, साइकल कुदाउन छोड्नु पर्यो। हामी चाहिँ अब के मिठो, साह्रै मिठो हो त। रनिङ गर्नु पर्यो गाइज। अब बाई गाइज आजको लागि चाहिँ मेरो भ्लग यति नै। अनि
अब भोलिदेखि अलिक कन्टिन्यू भ्लग आउने छ।